हेलो हेलो फेरि पनि यहाँहरूलाई स्वागत छ। मेरो यो चाहिँ मिनी ब्लग हो। मैले चाहिँ यो भोइस ओभर गरेर राख्छु भनेर एकदम ड्राफ्टमा राखिरहेको भिडियो थियो। अनि अहिले त अब म घरमै बसिरहेको छु। अनि अब खाली समयलाई त युटिलाइज त गर्नु पर्यो हैन र। यो चाहिँ विगत जेनजी आन्दोलन पछिको मेरो भिडियो होला सायद हैन। मेरो बहिनीको साथी चाहिँ बाहिरबाट आउनु भएको थियो अनि उहाँलाई चाहिँ घुम्न जाने भन्दाखेरि चाहिँ हामी बसन्तपुरमा भेटेर घुमेर अनि यहाँनिर चाहिँ जाने प्लानै थिएन क्या हाम्रो। र्यान्डमली यहाँनिर गएको हामी। मेरो चाहिँ बन्जी जम्पिङ गर्ने रहर थियो तर पनि मैले चाहिँ यहाँ गएर चाहिँ त्यो चिजलाई अलिकति केही हदसम्म भए पनि कम चाहिँ गरेँ। तर यहाँबाट ओर्लिँदाखेरिको त्यो अब म मरे भन्ने टाइपको फिललाई चाहिँ म हटाउन चाहन्थेँ। त्यो चाहिँ मेरो हट्यो। मलाई चाहिँ यो मेरो साथीको पनि साथीले चाहिँ बनाइदिनु भएको भिडियो हो हैन। उहाँसँग पनि फर्स्ट टाइम भेटेको हामी बसन्तपुरमा फर्स्ट टाइम भेटेर अनि र्यान्डमली यहाँ जाने प्लान भएर चाहिँ मलाई चाहिँ यो नाम चाहिँ थाहा भएन यहाँको नाम कसलाई थाहा छ मेन्सन चाहिँ गर्नु होला। तर यहाँ जाँदाखेरि चाहिँ मलाई पनि केही आइडियै थिएन। हामी र्यान्डमली गएको हो हैन। यहाँनिर चाहिँ हाम्रो फर्स्ट भेट यहाँनिर भए पनि हामी अहिले एकदमै यस्तो साथी भएको छौँ हैन। हँसी मजाक गर्ने जिस्कने हैन सबै कुराहरू सेयर गर्ने। उहाँले गरेको कामहरूको अप्रिसिएट गर्ने मैले गरेको कामहरूको अप्रिसिएट गर्ने। हामी चाहिँ साथीको थ्रु भेटे पनि अहिले चाहिँ उहाँ र म चाहिँ बेस्ट फ्रेन्ड जस्तो भइसक्यौँ के हैन। बहिनीको साथी करुणा अनि बहिनी चाहिँ मेरो देबु दुईजनाको चाहिँ वेट इक्वल बनाउने भनेर उनीहरू दुईजनाले चाहिँ एकैचोटि यसमा यो पिङमा खेल्नु भयो। अनि बहिनीसँग आउनु भएको अर्को बहिनीसँग चाहिँ म यसरी वेट मिलाएर चाहिँ हामीले फर्स्ट टाइम यसरी ट्राई गरेको। तर यो अनुभव त यस्तो कि मतलब त्यो हाँसोमा पनि एकदम पेन थियो कि एकदम सिरिङ्ग हुने टाइपको क्या। यहाँ तल ढुङ्गाहरू पनि छ हैन। यसमा चाहिँ अब गएर मेरो फेस ठोक्कियो अब म बाँच्दिनँ भन्ने त्यो फिल भएको के। सेफ्टी छ तर पनि त्यो चिजले हिट गरेको कि मलाई चाहिँ म त यति चिचाएँ होला। अनि मलाई त यस्तो रमाइलो पनि लागिरहेको थियो अनि यस्तो डर पनि लागिरहेको थियो कि मेरो चाहिँ लाइफको यो चाहिँ अब लास्ट एन्ड भयो भन्ने फिल भएको थियो कि मलाई यतिखेर चाहिँ। मेरो भिडियो खिचिदिनु भयो होला भनेको त उहाँ त आफ्नै डकुमेन्ट्रीको लागि त पुरा काठमाडौँ भ्यालीको पुरा चारैतिरको भ्यू चाहिँ खिचिराख्नु भएको रहेछ कि। जीवनमा कहिलेकाहीँ नसोचेका कुराहरू पनि यसरी भइदिन्छ कि हामी त्यो कुरालाई चाहिँ एकदम क्लियरिफाई गर्न सक्दैनौँ के हैन। कसैले हाम्रो बारेमा नराम्रो सोचिरहेको छ नराम्रो बोलिरहेको छ भने त्यो कुरालाई चाहिँ इग्नोर गर्नुपर्छ जस्तो लाग्छ कि। म चाहिँ मेरो जीवनको सानो मोमेन्टहरूलाई नि यसरी नै क्याप्चर गरेर राख्न चाहन्छु। त्यही भएर कति ड्राफ्टमा भिडियो फोटोहरू छ मैले चाहिँ एडिट गरेर पोस्ट गर्नको लागि भनेर राखेको। बुझेका मान्छेहरूले त कहिलेकाहीँ नबुझे चाहिँ गर्छन्। झन् नबुझेका मान्छेहरूले बुझ्लान् भन्ने त मलाई आशै छैन। मेरो यो यति राम्रो भिडियो फोटो खिचिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि धेरै धेरै सम्झना। थ्याङ्क यू फर वाचिङ माई भिडियो।